तपाईलाई एकदमै मनपर्ने खाना के हो? केही पनि छैन, मलाई जे पाए खान्छु म। मन्त्रालयमै तपाईँ एक्सर्साइज गरिरहेको मैले देखिरहेको थिएँ। यो फिटनेसको राज पनि त्यही हो? यति 70-71 वर्षको उमेरमा मन्त्रालयमा अलिअलि खुट्टा तानेको मात्रै, यो खुट्टा चाहिँ नसाहरू साह्रै खुम्चेला भनेर अलिअलि खुट्टा तान्ने कुरा हो मात्रै गर्दैछु। जीवनमा कसैलाई एकदमै प्रेम गर्नुभयो? प्रेम त मेरो सुहानी छन्, 2टा छोरी छन्, अब तिनीहरूलाई त गर्नै पर्यो त। धरानीवासीले चाहिँ हर्क साम्पाङज्यूले पार्टी खोल्नु भएको छ, त्यो बारेमा हजुरको टिप्पणी के छ भनेर सुन्न चाहेको। अब पार्टी खोल्ने भन्ने कुरा त उनीहरूको कुरा भयो नि, त्यस कारणले यो के धारणा, अरूले पार्टी खोल्छ मैले धारणा बनाउने होइन क्या। सम संस्कृति पार्टी वैकल्पिक पार्टी बन्ला कि नबन्ला? अरे ज्योतिषीको कुरा नगर न हो, बन्ला कि नबन्ला भन्ने अब कस्तो काम गर्छ त्यसमा भर पर्ने हो क्या। ज्योतिषीले त चाहिँ के अरे भोलि गएर एकदमै राष्ट्रपति बन्छ भनेर ज्योतिषीले भनिदियो भन्नेमा, ए म त राष्ट्रपति बन्ने रहेछु, मलाई ज्योतिषीले भनिदियो भने चुप लाएर बस्यो भनेदेखि त त्यो राष्ट्रपति बन्छ। उहाँले एउटा स्ट्याटस लेख्दाखेरि देशभरिकै मान्छेहरू आउने उहाँको कार्यक्रममा, जुन भिड र भिजन दुइटै देखिन्छ नि, त्यसलाई चाहिँ कसरी लिने होला सर? देशव्यापी रूपमै जनता त उर्लेको देखिन्छ, त्यसलाई जनताले जसरी लिएको छ नि त्यसरी लिने हो। अब चुनावको लागि भाग लिएर चाहिँ के अरे पार्टी खोलेर चुनावमा भाग लिनको लागि खोलेको हो। त्यो शुभकामना व्यक्त गर्नुहुन्न सर हजुरले? शुभकामना त मैले कुनै पनि अवस्थामा कसैलाई पनि गर्दैन। अब तिमीहरूको यो सबै माग पुरा गर्ने हो भने तिमीहरू आफै चुनाव लड्ने, सरकार बनाउने, अनि यो सबै कुरा आफैले गर्ने। शिक्षा मन्त्रालयमा आउनुभएको पनि करिब 3 महिना भइसक्यो। कसरी अगाडि बढ्दै हुनुहुन्छ? कार्ययोजना के छन्? कसरी अगाडि बढ्ने, बिहान उठ्ने, यहाँ आउँछु, यहाँ बस्छु, अनि बेलुका सुत्न जाने। यो बाहिरबाट जस्तो यो सर्वसाधारण भएर देख्दा र अहिले मन्त्री भएर आउँदाखेरि कस्तो लाग्दैछ? कस्तो अनुभव? जस्तो पनि आउँदैन। अब नियुक्तिदेखि बढुवासम्म सरुवासम्म सबै ठाउँमा त पार्टी चाहिन्छ उनीहरूलाई। उनीहरू कहाँ जाउन् बिचरा शिक्षकहरू? कहाँ जाने नि, अब खाल्टामा जाने। वायरलेस प्रविधि तस्करी गरी इन्टरनेट चलाएको आरोप, त्यो पनि अहिले होइन, दशकौं अघि म्याग्दीको दुर्गम गाउँहरूमा। आरोप होइन, त्यो त एकदम साँचो कुरा हो, किनभने तस्करी गरेकै हो। विद्यार्थीहरू चाहिँ सामान्य माग लिएर आउँदाखेरि चाहिँ तिमीहरू आफै चुनाव जित, आफै सरकार बनाऊ, आफै आफ्ना माग पुरा गर भनिदिनुहुन्छ। अहिले एक किसिमले हाम्रो हात बाँधिएको छ, हात पनि बाँधिदिने अनि चाहिँ हात खुट्टा बाँधिदिने, ल छिटो दुगुर भनेर दुगुर्न सक्छ कोही। जस्तै यही अवस्थामा पनि अस्ति हाम्रो एनपीएलको सेकेन्ड सिजन पनि अहिले सम्पन्न भएको अवस्थामा विद्यार्थीहरू बीच पनि उहाँहरूले चाहिँ केही रकम लिएर चाहिँ त्यसरी गर्न दिएको भन्ने कुराहरू पनि आएको थियो होइन। विभिन्न चलखेलहरू पनि हुने गरेको अवस्था छ, यसलाई चाहिँ कसरी हेर्नु भएको छ? चलखेल त नेपालीले गरिहाल्छ नि, नेपाल जस्तो फटा डाका होइन, अनि चलखेल गर्ने को छ त संसारमा अरू? कट्टु मास्टरदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीसम्मको यात्रा सम्झना भनौँ न, अझै कसरी सम्झनुहुन्छ कट्टु मास्टरलाई? सम्झे जति सबै यो किताबमा लेखेको छ क्या। अस्ति प्रयास पनि गर्नुभएको थियो होइन, विश्वविद्यालयहरूमा शिक्षकहरूमा राजनैतिक दल आबद्ध ट्रेड युनियनहरूले काम नगरून्, उनीहरूलाई हटाउनु पर्छ भन्ने प्रयास त गर्नुभएको थियो, ठुलो विरोध भयो होइन? विरोधले केही पनि फरक पर्दैन। सिम्पल लिभिङ हाई थिङ्किङ भएका व्यक्ति हुनुहुन्छ तपाईँ। महावीर पुन नाम चाहिँ कसले राखिदियो तपाईँलाई? त्यो पनि लेखा छ यहाँ। हँसदे चेहरे का मतलब ये नहीं होता कि उन्होंने कोई तकलीफ नहीं होती। भनेको तपाईको राशिफल के हो भन्ने पनि थाहा छैन। राशिफल त त्यही महावीरबाट हेर्दाखेरि सिंह राशि भन्ने देखिन्छ के अरे, त्यो हो कि होइन त्यो कसरी थाहा हुन्छ? तपाईले अघि सुरुवातमा म प्रधानमन्त्री पाए जान्छु भन्नुभएको थियो नि, अब तपाईलाई इच्छा हुन सक्छ देशमा एकपटक प्रधानमन्त्री बन्नु, तपाईको भिजन अनुसार देश चलाऊ,
कुनै दिन म राष्ट्रपति बनौँ त्यस्तो लाग्छ लाग्दैन? मलाई चाहिँ लाग्दैन, तर मैले भनिरहेको छु, म दल पनि खोल्दैन, म चुनाव पनि लड्दैन। तर अहिलेको जस्तो फेरि कसैले टिपेर प्रधानमन्त्री बनाइदिएछ अथवा कुनै मन्त्री फेरि बनाइदिएछ भने गर्ने हो। र यो नयाँ जेनेरेसनमा बालेन शाह अलि बढी चर्चित छन्, उनी कस्तो नेता लाग्छ तपाईँलाई? मलाई कसैकोलाई कसै केही पनि लाग्दैन के, मलाई त्यस्तो कुराहरू नसोध्नु। तपाईँ हर्क सम्पाङजीको पार्टीमा आएर 2/3 ल्याएर चाहिँ त्यो संविधान संशोधन गर्ने भूमिका तपाईँको रहिदिए हुन्थ्यो भन्नेलाई चाहिँ के भन्नुहुन्छ त सर? भन्नेलाई चाहिँ भन्नुहोस् भन्न चाहन्छु। भन्नेलाई के नभन्नुहोस् भन्ने त, भन्नेलाई भन्नुहोस् भन्ने हो क्या। पार्टीको के कमी छ अहिले? 140-50 पुग्ला जस्तो छ। तर यो पार्टीको संख्या धेरै भयो भनेर तपाईँले गुनासो गरेर एउटा ट्विट लेखेको देखिरहेको थिएँ मैले। त्यो त धेरै भयो नि। अब रहरले खोल्छन् भने खोल्नु, अब खोल्नेलाई नखोल भन्न मिल्दैन। म कति दिन 3 दिन कति दिन भयो त यो घरबाट निस्किया छैन, त्यो यो कोठा र त्यो कोठाबाट निस्किया छैन। किनभने मलाई यस्तो किसिमको बन्द, अहिले एउटा परिस्थितिले म बसिरहेको छु बन्द उसमा, एउटा जेल त नभनौँ, तर जेल जस्तै त छ त यो। बाहिर जाउँ जस्तो लाग्दैन कति उद्घाटनमा? कहाँ जाने बाहिर? हाम्रा मन्त्रीहरू त व्यस्तै हुन्थ्यो त उद्घाटन गर्नु। उद्घाटनमा त म चाहिँ हेलिकप्टर ल्याए पनि जाँदैन। अगाडि मन्त्रीले अगाडि हेलिकप्टर ल्याएर यहीँ चढाएर लगाए पनि जाँदैन म। यो विद्यार्थीहरूको दिमागमा पनि त्यो कुरा पसिसकेको छ, अनि अभिभावकको दिमाग पनि त्यो कुरा पसिसकेको छ, त्यस कारणले पलायन भइरहेको छ। र त्यसलाई रोक्ने उपाय के त? कारण मात्र रोक्ने ठाउँमा हुनुहुन्छ होइन, विद्यार्थीहरूलाई सम्झाउने ठाउँमा हुनुहुन्छ। म रोक्ने ठाउँमा छैन, सम्झाउने ठाउँसम्म त छ, तर म सम्झाउन्न। जेनजी आन्दोलन पछाडि पनि सुशीला कार्कीको नेतृत्वमा बनेको यो सरकारप्रति पनि निराशा छाएको देखिन्छ। अब एकैचोटि ठुलो कुराको आश गरेपछि निराशा भइहाल्छ। जनताले सोचेको कुरा कहिले पनि सबैले पुर्याएर कहिले पनि भगवानले पनि पुरा गर्न सक्दैन। महादेव चाहिँ यहाँ सुशीला कार्कीको सट्टामा महादेवलाई चाहिँ त्यहाँ राखिदिएको भए पनि त्यो काम चाहिँ सबैको जनताको चित्त बुझ्दैन। विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने जुन व्यवस्था छ यसलाई परिवर्तन गर्न सक्छु भन्ने हिम्मत तपाईँलाई छ? गरिरहेछ, हिम्मत गरेर काम पनि अगाडि गरिरहेछ। हेर्दै जाउँ के हुन्छ। अब प्रयास गरेको हो, भयो भने भयो, भएन भने भएन। अलिकति बताइदिनुहोस् त, तपाईँ त आफैमा एउटा प्रेरणाको स्रोत हुनुहुन्छ नि। मलाई चाहिँ एउटा प्रेरणाको स्रोतै जस्तो त लाग्दैन, तर कसैलाई प्रेरणा मिल्नु सक्छ। मिल्यो भने ठिकै छ। जहाँसम्म हुन्छ सकेसम्म 21 गते चुनाव हुन्छ, फागुन 21 सकेसम्म कि अलिकति सर्न सक्ने सम्भावना छ? त्यो थाहा छैन। अहिलेसम्म सार्ने त कुरा भएकै छैन। हामीहरू भनौँ न मन्त्रीमण्डलमा यो चुनाव सार्नु पर्ला जस्तो छ भन्ने कुरा भएकै छैन। जसरी हुन्छ यो चाहिँ चुनाव गराइदिने अनि छोडेर हिँड्ने। आफ्नो प्रधानमन्त्रीको बारेमा भन्नुहुन्छ भन्नुहुन्न, सुशीला कार्की कस्तो हुन्छ भनेर? त्यो पनि भन्दैन। अब यो बुक एकदमै राम्रो सेल भइरहेको छ। जहाँसम्म मैले बुझेको छु 18 करोड भन्दा ज्यादा रुपैयाँ यो पुस्तक बेचेर तपाईँले प्राप्त गरिसक्नु भएको छ र जसमध्येबाट करिब 12 करोड रुपैयाँ तपाईँले प्राप्त गर्नुहुन्छ। तपाईँको अर्थमा पैसा के रहेछ? 12 करोड तपाईँले प्राप्त गर्नु भएको छ नि, प्राप्त गरेर त्यो काम भइरहेछ त। तपाईँ पैसालाई चाहिँ कसरी लिनुहुन्छ? केही पनि हेर्छ, पैसालाई त मनै पर्दैन। सबैभन्दा मन नपर्ने चिजहरू मध्येमा पैसा पनि एउटा हो। अस्ति छोरीलाई विदेश पढ्न पठायो भनेर खुब आलोचना गरे है मान्छेहरूले। गर्छन् नि, त्यो आलोचना गर्न त नेपालीहरू खप्पिस हुन्छ होइन। तपाईँले अहिलेसम्म मादक पदार्थ सेवन गर्नु भएको छ? एकदम गर्छ। मादक पदार्थ रक्सी त पायो भने खान्छ। आफू मृत्युपछि मलाई कुन रूपमा सम्झिउन् जस्तो लाग्छ तपाईँलाई?
मलाई केही पनि लाग्दैन, मृत्युपछि सम्झिने नसम्झिने भन्ने लाग्छ। तपाईँले त स्पष्टै भन्नुभएको रहेछ मन्त्रीज्यू, तर एउटा शिक्षक संगठनको अध्यक्षले दिएको स्टेटमेन्ट के छ भने यो मन्त्रीज्यूले हामीलाई शिक्षक संगठन चलाउन पाइँदैन भनेर अलिक टर्चर दिनुभयो। यस्तो खालको मनोवैज्ञानिक टर्चर दिनुभएको हुनाले हाम्रो शिक्षकहरूमा मानसिक समस्या भएर कक्षामा गएर पढाउन सक्ने अवस्था समेत बनिरहेको छैन भन्नुभएको छ। सुन्नुभएको छ? भनेपछि उहाँ चाहिँ साह्रै ठुलो झोले रहेछ भन्ने कुरा थाहा भयो। पुरस्कार दिने अन्तर्राष्ट्रिय पुरस्कार दिने संस्थाहरूलाई मैले आफैले सोधेको छु कि यो मैले यो पुरस्कार बेच्यो भने के हो, केही तपाईँहरू रिसाउनुहुन्छ भने मैले सोधेको छु त। उनीहरूले भन्छन् तँलाई दिएको पुरस्कार हो, त्यसै गर। तपाईँ सार्वजनिक र खुला मान्छे हो, तर नेपालमा चाहिँ त्यो हुँदो रहेछ। मलाई दिएको पुरस्कार भनेपछि मलाई चाहिँ राष्ट्रदीप कुनै के उज्जवल कीर्तिमय भनेर पदकहरू दिएको थियो। मैले त्यो बेच्छु भन्दाखेरि गृह मन्त्रालयले नै मलाई बोलाएर बेच्नु पाउँदैन भने उसो भए लैजाऊ भने मैले।